यहाँ चाहिँ हामी खेल्न गएका छौँ लेभल डेभिल व्हाट्सअप साथीहरु अनि यहाँ चाहिँ हामी खेल्न गएका छौँ लेभल डेभिल अनि यहाँ तिमी साइडमा दादा पनि हुनुहुन्छ मेरो म अर्को हातमा छु मेरो दादाको हातमा हुन्छ अनि यो ढोका लगाएको छु म पहिला आवाज आउँछ अनि म मेरोमा आउन छु अनि तपाई अनि खैको एउटा भाइ हुनुहुन्थ्यो उहाँले मलाई कमेन्ट गर्नुभएको थियो भाइ म पनि खेल्ने हजुरसँग ब्लक फ्रुट भाइ मैले तिम्रो नाम सर्च गरे कि भाइ तर तिमी आएनौ ए के हुन्छ र भाइ कि दाइ भाडा ए साथीहरु अलिक गाह्रो हुन्छ गेम म भन्दैछु ए लेभल डेभिल हो त्यहाँ डेभिल त त्यही त हो नि बोरो डेभिल पनि यस्तै हो नि बोरो ए जाने बित्तिकै पछाडि जाउँछु भाइ म त अब दुईटैको हात छेउमा राख्छु भाग दिजोस् जब के भयो भाग दिजोस् भाग दिजोस् सन्थ्यो हुँदैन दाउ त मैले पङ्खा अन गरेको त्यही हो मैले ताको न यो पङ्खा अन गरेको फाइदा हुन्छ डालेजी मेरो मुन्डीमा रेकर्डिङ अफ भयो भने भाइले फेरि अनि त साथीहरु मेरो दादा मलाई अघि च्यालेन्ज गर्नुभएको थियो कि त यो लेभल डेभिल कम्प्लिट गरेर देखा एउटा आउँछ भिडियोमा त म कम्प्लिट गर्न सक्दिन होला भिडियो नम्बर 2 पनि आउँछ पार्ट 2 पार्ट 2 पनि आउँछ होला यसको यति गाह्रो भइरहेछ यार सुरु हुनुभन्दा अगाडि खतम भइदिरहेको छु म बाचे यहाँ अगाडि पनि के झोलमा छ होला झोलमा त रहेछ तर अलिक ज्यादै रहेछ अरे बाप रे दादा ए भाग मामा म त भिडियो बनाइरहेको छु त मेरो भर्खर मामा आउनुभयो अनि खेत जाने भन्नुभयो खेतमा हिलो खेल्न भाग कम अन यस खस देखिस् तिमीहरुको साथी प्रो के साथीहरु भाग अरे बाप रे भाग रक्की जम्प म फर्स्ट टाइम खेल्न गइरहेको छु लेभल डेभिल मैले त मेरो दादा मात्र खेलेको देख्छु मलाई थाहा छ यसमा पछाडि आउँछ ए आएन जाऊ पर आउ आर तिमी नै मेरो माया छौ आर मलाई पनि थाहा छैन तल डाउन भएको छ अनि त्यो पनि चार्जमा हाल्दै ल के आमाको मोबाइल ल त मेरो दादाले भन्नुभयो आमाको मोबाइल चार्जमा हाल्दै अनि त्यस पछाडि के गर्दै भन्नुभयो म त भिडियो सकेर मात्र आमाको मोबाइल चार्ज हाल्छु एड पनि हेर्न पाउँछु म स्केप हान्न दिमागमा आइडिया घुन्छ आयो भाइ वाह आइडिया त मेरो दादा गइसक्नु भयो त म एड हेरेर गरौँ भन्दैछु एड यो काँटा लाग्दैछ मलाई नर्मल हुँदैन पछाडि आउनुपर्छ नर्मल नट नर्मल सबै चाल बुझिसक्यो भाइहरुको बुझ्दा ढाड्दो रहेछन् कि हामीलाई सबै चाल बुझिसक्यो भाइ तिमीहरुको
साथीहरु आई थिंक मलाई सर्च रिभिल गर्न एकलाई दिन त सर्च रिभिल गर्नुपर्छ होला किन तर त्यो सर्च रिभिल म अहिले गर्दिन भाग 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 आइज 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 मुनु छ छ स्पाइक यो लेभलको नाम स्पाइक होला तोर्ने यार मेरो दादा आम्बो मैले मेरो दिमाग चलाइन नभए यो क्याप्टसले हान्नुहुन्थ्यो मेरो दादाले नलग्नु अनि त बिर्को नलग्नु नि त्यसको हो नि त्यो हजुर गाडी साइड गर्ने अझै दादा त्यो पंखाको त अब म रेडी छु है सु टायामा रेल क्रिया ल्याएर मेरो घाँटीमा अट्याक हान्थ्यो त्यो पनि म मेरो मालामा भिडियो बनाइरहेको छु आई थिङ्क मेरो दादा भएको छैन म 5 साथीहरू जान्नु हट तर यहाँ त्यो अप्सन आएन साथीहरू आइसके एकचोटि मात्रै एड भएको छ तर मैले कतिले रिकर्डिङ अन गरेको छु तर म यहाँ छु अहिले कमन गर्ने ए अलिक छिटो अनि क्याप्टसले पनि टोपा लगायो एकछिन भएको क्याप्टस बाच्छे पछाडिबाट आउँछ छिटो भएको प्लिज कमन यस मुझसे पंगा नहीं ले लिया बहुत महंगा पड़ेगा लाडले समझ के रहियो यो खाल्टो मलाई थाहा छ नर्मल त छैन यति ज्यादा भाग तिजोस फर्स्ट टाइम मैले साथीहरु कोही पनि गर्न सक्दिन लाग्दै थियो केही न केही त गडबडी छ अब मत हामी तिग जापान पर्छ खेल्नु त दाइमा उता पुग्छु यार मैले बिर्से आठले जम्प पनि त हान्नुपर्छ नि मैले चाहिँ किन बिर्सेको यार मोइक तपाईँ यो कम्प्लिट गरेपछि म यसपालि एड हेर्दिनँ माथि एड आउन एडको अप्सन त साथीहरू फाइनली मैले त कम्प्लिट गरेँ मेरो साइडमै हुन्थ्यो निदा मैले कम्प्लिट गरेँ नि एड नहेरिकन यहाँ परेको थिएँ जानु म पागल हो अब आजा मम्मी थियो त्यति मैले अझै काम गर्न सक्छु गर्दै ले जाना यार एक सेकंड गुड बाई भाई यो तीन नॉर्मल तो हुँदैन सक्दैन बेबी यू गिव yourself up nice piece at the field रोकी जम्प सुपर जम्प लाग्दै थियो यार के पनि नर्मल हुँदैन भाइ यो गेममा लेभल डेभल यो कुन लेभल हो REMOVEAS रिमुभर्स
इम्पोर्टेन्ट गर्नुपर्छ हामीलाई भागेर यो इम्पोर्टेन्ट छिटो भाग 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 पातलो हुँदै पातलो बास मेरो दाइले भन्नु थियो कि त्यो कमेन्ट गर्न सकिनस् भने यो कम्प्लिट गर कमेन्ट छिटो पातलो हुन आँटिसक्यो शिट छिटो भाग कमान ढोका छिटो आइज ढोका नदे तुम्हारा भिडियो त्यति लामो पनि गर्न सक्दिन कम्प्लिट कसरी गर्नु क्या जम भन्दै गयो भने त्यहाँ ठोकिन्छ मेरो मुन्टो बनाइन्छ मेरो अहिले अचार अलिकति गर्छु खिच्छु कसरी कमेन्ट गर्नु म यो इम्पोसिबल छ कमेन्ट गर्न बोले त यहाँ पोसिबल भयो यसलाई कमेन्ट गर्न त मेरो दाले यसलाई मात्र कम्प्लिट गर कि त त्यसलाई कम्प्लिट गर भन्नु सक्छ त आजको लागि यति है होस् तपाईलाई भिडियो राम्रो लाग्यो होला लामो छैन तर पनि राम्रो त लाग्यो होला लामो नलागे पनि मजा आयो होला भिडियो हेर्न मजा आयो भने सब्स्क्राइब गर्नु होला लाइक गर्न त बेसी नबिर्सिनु होला लाइक गर्न नबिर्सिनु होला अनि त मैले तपाईहरुलाई यति मैले भिडियो बनाइदिनु भनेर खेत पनि जानु पाइन भर्खर जानु भयो स्कुटीको आवाज तपाईहरु सुन्न पाउनु भएन होला त आजको लागि यति है थ्यांक्स फर वाचिङ गुड बाइ